नमस्ते साथीहरू, आज फेरि पनि हजुरहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। सो हेर्न सक्नुहुन्छ साथीहरू, यहाँ चाहिँ यस्तो मजाले पानी परेको छ। साथीहरू हेर्नुहोस् कस्तो हरियाली छ, मस्त छ, मस्त। वाकिङ गर्न आएको छु साथीहरू। सो मैले स्वाट मोबाइल निकालेँ, मलाई मेरो दिमागमा आयो कि मैले अब आज पनि एउटा भ्लग बनाइदिइहाल्छु भनेर। सो हेरिहाल्नुहोस्, नेचुरल ब्युटिफुल भनेको यो हो क्या साथीहरू। हेर्नुहोस् सुपारीको पेड, हेर्नुहोस् यो सुपारीको रुखहरू है साथीहरू। हेर्नुहोस् त, मस्त छ, मस्त देख्नुभयो, मस्त छ, मस्त मस्त अनि व्यस्त। मौसममा चाहिँ यस्तै हुन्छ है साथीहरू। यहाँनिर त अब ठ्याक्कै 8 महिना है साथीहरू, 8-9 महिना चाहिँ कन्टिन्यू पानी चाहिँ पर्छ है। हेर्नुहोस् है त, 8 महिना चाहिँ टक्कै ल पानी पर्छ यहाँनिर। यहाँनिर नरिवल पानीहरूको चाहिँ कमी छैन, तर ऊ माथि माथि यस्तो हाइटमा हुन्छ, कसरी तोडेर चाहिँ खानु हो नरिवल पानी त। आमामा सानो त हुँदैन नि यहाँनिर। हेर्नुहोस् है त, ल मस्त अनि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। यस्तो नेचुरल मौसममा चाहिँ घुम्नको मजा अलग्गै हुन्छ। वाकिङ गर्न आएको, सो मैले पनि टक्क मोबाइल निकाल्ने, स्वाट भिडियो बनाउन सुरु गर्दै। के गर्नु अन्त, यो बाख्राले चाहिँ के गर्नु लागेको, खुट्टा उचाल्दै बस्दै गरेको छ त यार, बिमारी रहेछ। तर यहाँको बाख्राहरूको मासु खान चाहिँ एकदम घिन लाग्छ यार मलाई। कुत्ता र बाख्राहरू एउटै जस्तो लाग्छ यार। बढ्दैन, सानो सानो हुन्छ गनाएको। बाख्राको कुरा चाहिँ नगरौँ होला, नखाने मान्छेलाई फेरि एलर्जी हुन्छ है। हेर्नुहोस्, नेचुरल ब्युटिफुल भनेको चाहिँ यो हो ल है त साथीहरू। नेचुरल ब्युटिफुलतिर जाँदाखेरि चाहिँ यो है साथीहरू, हेर्न सक्नुहुन्छ। अस्ति भर्खर नाङ्गै थियो यो रुख, पानी पर्न सुरु भएपछि त झ्याप्पै छोपिहाल्यो नि झ्याम्मै। आमामा हेर्नु त कस्तो मजाको हरियाली भयो। ल हेर्नुहोस्, नरिवल रुखमा चाहिँ यस्तो हुन्छ है। नरिवल रुख यस्तो हुन्छ, फल यस्तो लागेको हुन्छ है। नरिवल पानी पिउनको मजै अलगै कुछ हुन्छ यार, यस्तो मजा हुन्छ यार। घर चाहिँ दामी रहेछ यहाँनिर है त, मस्त छ है। यो गाउँको नानीहरूको चाहिँ स्कुल होला है। नानीहरूको स्कुल सानो खालको स्कुल रहेछ बिचरा, प्ले ग्रुपको। हेर्नुहोस् के गर्छ गाउँमा है, अब यस्तै हो। सानो सानो खालको प्ले ग्रुप स्कुल बनाएको छ बिचराहरूले। ठिकै छ, यो पनि सानो छ तर खुस छ यिनीहरू है। ओके, यो तर्फ लिएर जान्छु है त। पानी हेर्नुहोस् कस्तो मजाले परेछ। अहिले मलाई पानीले भेट्यो भने त फेरि यहाँ त पिट्छ त हो मजाले त। अम्ब्रेला पनि बोकिन हो आज। हो त्यताको घर हेर्नुहोस् त, सानो सानो है घरहरू। ल हेर्नुहोस्, होइन हेर्नुभयो नि, देख्नुभयो। ल हेर्नुहोस्, यस्तो हरियो चोरो हो भने त पिकनिक खान चाहिँ मजा हुन्छ ल। टक्क आयो होइन, वर्षायामको टाइममा है त। ए सानो, कता हिँडेको त एक्लै भाइ? कता हिँड्नुभएको कतै हिँड्नुभयो? यसको आँखा चाहिँ कस्तो यार, छक्कै पऱ्यो त्यसको आँखा देखेर। म के भएछ, आँखा देख्दैन कि अहिले?
आँखा नदेख्ला जस्तो छ। चल 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 नआइज। आँखा कस्तो बलेको यार, यसको हरिहरी खालको आँखा छ त, सुन्दर छ। साथीहरू आज चाहिँ म हैन वकिङ गर्न आएको थिएँ। सो एकदम पानी परेको बेलामा यस्तो मजाले हेर्दाखेरि सट्ट हेर्नु त कस्तो मजाको हरियाली देखेँ के मैले। सो भिडियो बनायो भने राम्रो आउँछ होला भनेर मैले बनाएको हैन। सो अन्यथा नसोच्नु होला है त। हजुरहरूको घरतिर पनि कहीँ गाउँतिर यस्तै छ भने मस्त होला, तर गाउँको नजारा चाहिँ अलग्गै हुन्छ। सो हेर्न सक्नुहुन्छ। मलाई चाहिँ यस्तो एकदमै मनपर्छ के, फ्रेस हावा है। मलाई के जो कोहीलाई पनि मन पर्न सक्छ यस्तो। गर्मी छ, गर्मीको मौसम छ अहिले। गर्मीको मौसममा चाहिँ यस्तो मजाको वर्षा पर्नु भनेको, पानी पर्नु भनेको हैन। सो ब्युटिफुल वेदर हेर्नु त। वाओ, यहाँको घर चाहिँ यस्तो हुँदो रहेछ क्या। ओ माथि ओडार बनाइरहेको छ, ढाक्दैन, तल चाहिँ बस्न सुरु गरिसक्छ हो। यहाँ भनेको नै मैले अहिले हजुरहरूलाई भनिसकेँ नि, यहाँ भनेको चाहिँ नरिवलको पेडहरू मात्रै ज्यादा हुन्छ क्या। यो समुद्री इलाकामा पाउने भनेको नरिवलको पेडै हो हजुरहरूले ज्यादा हैन। सो देख्न सक्नुहुन्छ है त। गाय है आपकी? है कितने लीटर देती है दूध? दूध 4 केजी की होता है। हाँ जी 4 केजी। 4 केजी? हाँ। गाय का दूध वगैरह बेचते हैं क्या आप? बेचता। नहीं तो दूध लगा दो, हमें दूध पी सकते हैं। हम इधर ही उधर बैरेक में रहता है, तो दूध वगैरह देता हो तो दे दो। आश्रम है ना ये? अच्छा है आश्रम। किसका आश्रम है ये? किसका आश्रम है? साथीहरु यो देख्न सक्नुहुन्छ क्रिस्चियनको आश्रम हो रे है यो। सो यहाँ बाबाले भन्नुभएको छ क्रिस्चियनको आश्रम हो रे। सो यहाँनिर चाहिँ ब्युटिफुल प्लेस छ हेर्नुस्। इधर भी आश्रम है क्या बाबा? चलो बाबाले सुनेन, चलो ठीक छ। क्या हाल है जी? आश्रम हो रे यिनीहरूको है। चलो हाय बोल दो। आप लोग क्या आश्रम में रहते हैं क्या यहीं पे? अच्छा अच्छा, इधर किस लिए फिर आप लोग? ओके ठीक है ठीक है ठीक है, चलो मिलते हैं कभी। हाँ तकरीबन कितना साल हो गया होगा ये पेड़? हाँ जी बहुत बड़ा पेड़ है ना, बहुत बड़ा पेड़ है। मेरा उधर हाँ हाँ ऐसे वॉकिंग आया था, मैं देखा थोड़ा अच्छा दृश्य है इसलिए वीडियो बनाने शुरू कर रहा हूँ। ये नारियल वगैरह नहीं देते क्या आप लोग? नारियल देता तो मांगता क्या? हाँ बेचता है आप लोग? बेचता। आपका है क्या ये? हमारे घर में है नारियल है। दे दो फिर, मैं तो कब से ढूंढ रहा हूँ नारियल, मुझे मिल ही नहीं रहा। ये देखिए 5 बजे 5:30 बजे आ जाओ, वो हम घर में चले जाएंगे। अच्छा ठीक है ठीक है, जानवर मैं अभी पहले घर जाके पहचान के आता हूँ। आप घर में रहते हैं ना? ठीक है बाबा ठीक है, मेरे को कम से कम नारियल पानी पीने का तो मिलेगा। कोई देते नहीं यहाँ पे नारियल पानी। आप इधर ही रहते हैं क्या परमानेंट? घर इधर ही आपके? ओके 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 बाबा, ओके बाय।
सो साथीहरू काम बनिहाल्यो। यहाँ नरिवल पानी कहिले पनि नरिवल चाहिँ कहिले तोड्दिँदैन क्या, माथि हुन्छ तोड्न सक्दैन। सो त्यो बाजेले भन्दैछ, त्यो गाई चराउने बाजेले नरिवल पानी म तोडेर दिन्छु भनेको छ नरिवल, कोकोनट वाटर। सो फाइदा हुन्छ कोकोनट वाटर पिउनको लागि है त साथीहरू। ल साथीहरू आज चाहिँ म हजुरहरूलाई यहीँ बाई बाई भन्न चाहन्छु। सो राम्रो लाग्छ भने लाइक एन्ड कमेन्ट सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच भन्न चाह्यो है त। ओके बाई बाई साथीहरू, बाई बाई।